I completed today's training despite of my injury. आजबाट चाहिँ मेरो हाफ म्याराथन ट्रेनिङको वीक 2 सुरु हुन्छ। तर म चाहिँ अस्ति फुटबल खेल्दाखेरि इन्जुर्ड भए। यसो हिँड्दाखेरि त प्रपरली टेक्नु नै सकिरहेको थिएन। एउटा खुट्टा ठोक्केर सुन्नेको, अर्को खुट्टा टेक्नै नभएको। अब कसरी कुद्ने भनेर मलाई त टेन्सन हुन थाल्यो। त्यसपछि तेल लाएर मसाज गरेर जति सकिन्छ ट्राई गर्छु भनेर चाहिँ आफ्नो खुट्टालाई रेडी गर्न थाले। अनि बिहानै उठेर प्री रनिङ स्ट्रेच गरेर केटो निस्कियो रनको लागि। एकछिन कुदेपछि चाहिँ म पुगे एउटा भेन्यू जहाँ चाहिँ आज एउटा 7k रनिङ इभेन्ट थियो। त्यसपछि मैले आफ्नो बिब नम्बर लिए अनि त्यो बिबलाई चाहिँ मेरो पेटमा च्याप्पै टास्दिए। रन सुरु होला भनेको त केटाहरू डान्स पो गर्न थाल्यो अनि एकछिन रमाइलो गरिसकेपछि चाहिँ इभेन्ट अफिसियली सुरु भयो एन्ड इट वाज फाइनली टाइम टु रन। अहिलेसम्म पिच रोडमा मात्र कुदिरहेको थिएँ तर अब चाहिँ कुद्नु पर्ने रहेछ अफ रोड ट्रेलमा। इन्जुरीले गर्दा म चाहिँ बिस्तारै बिस्तारै कुदेर पुगे जगदोलको गेट। त्यसपछि चाहिँ उकालो सुरु भयो। उकालोमा पनि मैले चाहिँ स्टप नगरी आफूलाई चाहिँ बिस्तारै पुश गरिरहेको थिएँ तर एकछिन पछि चाहिँ वाइल्डले थाक्यो। यस्तो थाकिसक्यो है। I thought I could run properly but that's reality check. पछाडि चाहिँ बब्बाल भ्यू देखिरहेछ। Let's do this. त्यसपछि चाहिँ मैले मेरो रन कन्टिन्यू गरेँ एन्ड अनेस्टली यस्तो रुखहरूको वरिपरि बिचमा कुद्न पनि छुट्टै रमाइलो हुने रहेछ। रन कम्प्लिट गरिसकेपछि चाहिँ मैले त्यहाँ केरा र फ्रुटी लिएँ अनि मस्त बसेर बजाएँ अनि मेरो सर्टिफिकेट लिएर फोटो खिचेँ अनि फेरि कुद्दै कुद्दै आई हेडेड ब्याक होम। इन्जुरी भए पनि बिस्तारै बिस्तारै आई कम्प्लिटेड माई ट्रेनिङ अनि मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ र आजको लागि चाहिँ त्यही हो। Stay hard.